ल फाइनली म घर आइपुगेँ। घर आइपुगेर खाना पनि खाइसकेँ। अब यहाँ अलिकति मेरो घर देखाउँछु, फुलबारी देखाउँछु। म जन्मेको, खेलेको, हुर्केको, बढेको, पढेको एकदमसँगले जिन्दगीमा नबिर्सिने ठाउँ, जुन ठाउँमा आउँदा एकदम माटोसँग पनि आत्मीयता बढेर आउँछ। यही ठाउँ म सानोमा खेलेको, घुमेको, डुलेको। करिब म 6-7 महिना पछि आएको छु हाम्रो चियाबारी। कन्याममा घर छ, मलाई के को डर छ। हाम्रो यताबाट देख्दा चाहिँ हाम्रो घर यो वरिपरि चियाबारी छ, बिचमा हाम्रो घर छ। घर चाहिँ हाम्रो एकदम हेर्दा ठुलो छ, ठुलो पनि छ, हेर्दा मात्रै होइन एकदम ठुलो नै छ। तर यहाँ बस्नुहुने भनेको जम्मै 3 जना मात्रै बस्नुहुन्छ। 3 जना मात्रै बस्नुहुन्छ। हामी सबै बाहिर छौँ। हामी दसैँ तिहारमा, चाडपर्वमा, कुनै विशेष इभेन्टमा चाहिँ हामी भेला हुँदा धेरै हुन्छौँ। रमाइलो हुन्छ। गाउँघरको परिवेश, गाउँघरको वातावरण एकदम मलाई मनपर्छ। हुर्केको बढेको ठाउँ अझ हुर्केको, बढेको, पढेको ठाउँ। ल अब आज हामी केही समय आज घरमा बस्ने हो। यसो भ्लग बनाउने हो। त्यसपछि आज हामी विशेष इभेन्टको लागि दार्जिलिङ प्रस्थान गर्दैछौँ। विशेष के हो भन्नको लागि चाहिँ मैले अहिले सरप्राइज नै राखेको छु। म बेलाको भिडियो मार्फत देखाउने छु। ल आजलाई टाटा बाई बाई। म हुर्केको मेरो चियाबारी। ल